एआई एक्सप्लोइटेसनको यो भिडियोमा हामीले गोर्क कोपाइलट जसले वेबसाइटलाई सर्च क्रल गर्न सक्छन्। अब यही एआईहरू अहिलेको टाइममा मिसयुज भइरहेका छन्, जसबाट चाहिँ अब एटाकरहरूले वेबसाइटहरूका इन्फर्मेसनहरू सेन्सिटिभ इन्फर्मेसनहरूलाई फेच गर्न सकिरहेका छन्, जसमा वेबसाइटको इन्फर्मेसनहरूमा डाटाबेसको सेन्सिटिभ डाटाहरू, इन्टरनल इमेल एपीआई का इन्फर्मेसनहरूलाई चाहिँ सजिलैसँग यस्ता एआईहरू युज गरेर रिट्रिभ गर्न सकिन्छ। अब आज म यो भिडियोमा यो एआईलाई चाहिँ केही प्रम्प्टहरू दिएर चाहिँ अब एउटा र्यान्डम वेबसाइटको लाई मेरो यो कम्प्युटरमा चाहिँ कनेक्ट गर्न म कोसिस गरि नै रहेको छु, जसमा चाहिँ मेरो यो ग्रोक एआई चाहिँ एउटा C2 सर्भरको रूपमा चाहिँ यसले अब काम गर्छ। र त्यो पनि अगाडि एउटा म प्रम्प्ट लेख्छु। अब यहाँ यो एआईले यसरी हामीलाई चाहिँ इन्फर्मेसन दिएको छ र यो इन्फर्मेसन जुन अघि पनि मैले यसको बारेमा मैले भनि नै सकेको छु र यो एउटा चाहिँ सत्य हो भने अब म एउटा र्यान्डम एउटा वेबसाइट छ, त्यो वेबसाइट को जुन सर्भर छ त्यसको कनेक्सन चाहिँ मेरो यो जुन मसिनमा चाहिँ कनेक्ट गराउनु पर्यो र यसमा चाहिँ यो हाम्रो गोर्क चाहिँ C2 सर्भरको रूपमा चाहिँ अब यसले काम गर्छ र त्यो किसिमले मैले यसलाई इन्स्ट्रक्सन दिन्छु र त्यो पेलोडमा चाहिँ त्यो र्यान्डम वेबसाइटको सबै डिटेल्सहरू पनि मैले चाहिँ त्यसमा यसलाई दिएको हुन्छु। र यदि कनेक्सन सक्सेसफुल भयो भने चाहिँ अहिले मेरो कम्प्युटरमा के हुन्छ भन्दा तपाईको यो क्याल्कुलेटर चाहिँ हैन यसमा चाहिँ खुल्छ अटोमेटिकल्ली है। अब एकचोटी त्यो प्रम्प्टलाई पनि म यहाँ राखेर हेर्छु। अब यहाँ चाहिँ यो के भयो त भन्दाखेरि यो क्याल्कुलेटर चाहिँ यहाँबाट सक्सेसफुली चाहिँ है कुनै पनि केही पनि पर्मिसनहरू नमागिकन हैन यो चाहिँ खुल्यो र यसले चाहिँ के देखाउँछ भन्दा यो चाहिँ RCE भयो, यो चाहिँ रिमोट कोड एजुकेसन भयो। अब यसरी नै हामीले टार्गेट मसिनसँग चाहिँ हामीले कनेक्सन पनि गर्न सक्यौं। टार्गेट मसिनको हामीले यसरी नै सेन्सिटिभ डाटाहरू पनि हामीले अहिलेको टाइममा चाहिँ एआईहरू युज गरेर पनि सजिलोसँग चाहिँ इन्फर्मेसनहरू निकाल्न चाहिँ हामीले सक्ने चाहिँ भयौं। र यसरी अहिलेको टाइममा चाहिँ एआई को माध्यमबाट वेबसाइटमा नेटवर्कमा चाहिँ एडभान्स लेभलको यो एट्याकहरू भइरहेको छ। यो प्रकारको RCE पेलोडहरू हामीले अब युज गरेर एआईलाई कमान्ड दिँदै हामीले सर्भरको इन्फर्मेसनहरू सबै फेच गर्न हामीले सक्छौं। अनि त्यही भएर अब अहिलेको टाइममा अब एट्याकहरू झन् एडभान्स भएर गइ नै रहेको छ। हामीले हाम्रो इन्टरनेटको जुन हाम्रो प्रेजेन्सलाई पनि अब कस्ता खालको डाटा हामीले आफ्नो चाहिँ इन्टरनेटमा चाहिँ शेयर गर्ने हो त्यसमा पनि अब अलिकति हामीले सतर्कता अपनाउनु पनि हुन्छ। र त्यस्तै गरेर हाम्रो आफ्नो वेबसाइटको पनि सुरक्षाको लागि चाहिँ अब हामीले अलिकति सतर्क हुनुपर्छ र वेबसाइटको लागि अब हामीले साइबर सेक्युरिटीको पोलिसीहरू अपनाउनु पर्ने हुन्छ। प्रोटेक्सनको बारेहरुमा चाहिँ हामीले ख्याल गर्नु पर्ने हुन्छ। पेन टेस्टिङको पनि हामीले कति कुराहरू हामीले गर्नुपर्ने हुन्छ र यसमा चाहिँ कस्ता खालको डाटाहरू चाहिँ फेस गरिरहेको छ अहिलेको टाइममा एआईले भन्दाखेरि चाहिँ जुन डाटा चाहिँ मार्क भएको छ है। र यो कुरा चाहिँ हामीले पेन टेस्टिङको माध्यमबाट चाहिँ सजिलोसँग थाहा पाउन हामी सक्छौं र त्यसलाई हामीले चाहिँ यो एट्याक हुनुभन्दा अगाडि हामीले त्यसलाई चाहिँ सेक्युर बनाउन पनि हामी सक्छौं। भने एज एउटा इन्डिभिजुअलको लागि चाहिँ अवेरनेसको पनि आवश्यकता पर्छ यस्तो खालको एट्याकहरूको लागि चाहिँ। त्यही भएर अब हामीले हाम्रो इन्टरनेटको जुन हाम्रो अनलाइन प्रेजेन्स र हाम्रो आफ्नो चाहिँ वेब एप्लिकेसनको चाहिँ सुरक्षाको लागि हामी अलिकति सतर्कता हुनुपर्ने हुन्छ।